यो भनेपछि यो च्यालेन्जिङ रहेछ यो ल मिलाए मैले नि त्यसरी त्यही भने नि ल एक चान्स गयो गाइस 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 है ल अब हाम्रो चाहिँ अब भान्जा आउँदै हुनुहुन्छ है खालि च्यालेन्ज गर्नु मामा जस्तो सोधे नि म आन्सर दिन्छु भनेर अब दिइरहेछ 1000 को अब हामी अब हान्नु लाग्छौँ है त गाइस ल ए भान्जा आउनु बोल भान्जा ल आउनुहोस् है मसँग ल आज हामी यो एउटा अब है तिमीले अब जहिले पनि अब मामा तपाईँ यार बवाल ट्रिकी क्वेसन सोध्नु नि त भनेर च्यालेन्ज गर्नु भने दिन्छौ तपाईँ सोध्नु न खालि मिलाउनु पऱ्यो नि त यार मिलाउनु सक्नु पऱ्यो नि ल म सोध्छु आज ल सिम्पल ल यो सिम्पल कि यो क्वेसन चाहिँ अब यति लेभलको सिम्पल कि यो चाहिँ मलाई मेरो अब सानो छोराले सोधेको क्वेसन होइन है त्यति सिम्पल होइन फेरि सानो छोरालाई चाहिँ ठुलो हजुर बोलेको यो भनेपछि यो च्यालेन्जिङ रहेछ यो ल ल त्यसो भने तिमीलाई म अब ल के धेरै चाहिँ भन्दा तिनवटासम्म तिमीले चान्स पाउँछौ तिनवटा चान्ससम्म तिमीले मिलायो भने तिमीले पायौ 1000 रुपियाँ तिमीले मिलाउन सकेन भने तिमीले मलाई 1000 दिनु पर्यो च्यालेन्ज मन्जुर ल च्यालेन्ज ल 1000 रुपियाँ यसलाई छैन मिलाएन भन्छ के अरे मिलाएन नि मैले तिमीलाई मिलाए हो नि मिलायो भने चाहिँ तपाईँले दिनु पर्यो मिलाएन भने चाहिँ मैले दिनु पर्यो मिलाएन भने तिमीले मलाई दिनु पर्यो क्या बुझ्यौ नि तिमीले मिलायो भने मलाई तिमीले दिनु पर्यो तिमीले मिलाएन भने तिमीले मलाई दिनु पर्यो मैले मिलाएँ भने तिमीले मैले पाएँ होइन मैले मिलाएन भने तपाईँले दिनुभयो ल है त्यसो भने अब यो क्वेसन चाहिँ 47 मा किनेर 48 मा बेच्यो भने कति फाइदा हुन्छ ल 47 मा किनेर 48 मा बेच्यो भने कति रुपियाँ फाइदा हुन्छ ल 47 मा 47 मा किने 41 42 43 44 त थाहा होला नि तिमीलाई 45 46 47 मा किन्ने 47 मा किन्ने हो 48 मा बेच्ने हो भनेपछि तिमीलाई कति रुपियाँ फाइदा होला अप्सन छैन नि अप्सन छैन तिमीलाई तीनटा चान्स छ तिमी भन न 47 मा किनेर 48 मा किनेपछि त 1 रुपैयाँ त फाइदा अब त्यो 1 रुपैयाँ फाइदा नि क्वेसन सोध्दै मैले नि त्यसरी त्यही भने नि ल एक चान्स गयो मिलेन कहाँ मिल्दैन नि 48 मा यस तिमीले सक्दैन क्या मिलाउन सिम्पल क्वेसन 47 मा एक त हो नि 47 भने 47 तिमीले पनि एक भन्यो भने फेरि तिम्रो दोस्रो चान्स गयो है फेरि एक त फर्स्ट चान्स गइसक्यो भन्जाले अब चाहिँ 45 46 47 47 गाइज अब 48 1000 फाइदा हुने भइसक्यो 1000 फाइदा हो भने है गाइज है कमेन्ट गर्नु होला जसले फर्स्ट कमेन्ट गर्नु भयो गोला प्रथाबाट उहाँलाई एउटा केही दामी पुरस्कार पनि छ है मेरो तर्फबाट तर 1 रुपैयाँ नै हो क्या त्यो मैले भने 1 रुपैयाँ म क्वेसनै सोधिन्थ्यो यो 1 रुपैयाँ तिम्रो दुईजना अब लास्ट चान्स गाइज अब हाम्रो आउँदैछ है भान्जाले फेरि चाहिँ भन्नु क्वेसन 47 मा किनेर 48 मा बेच्यो भने कति रुपियाँ फाइदा हुन्छ भन्ने म अब त म भन्छु तिमीले भन्न सक्दैन 8 रुपैयाँ कसरी सर्ट 40 मा किनेर अनि 48 मा बेचेपछि 8 रुपैयाँ फाइदा भयो नि त नि ल 1000 रुपैयाँ निकालिहालौँ ल 1000 रुपैयाँ आइसक्यो ल छैन है क्या निकाल्नु ल यत्रो च्यालेन्ज छ त पढ्यो के गर्नु त क्यास चाहियो ल यहाँ अर्को चोटि त म उठाउँछु जसरी ल म फोन पे गर्छु भान्जा ल के गर्ने क्यासको जमाना छैन है फोन यत्रो राखे के खान्छ नि ल ल है साथी हो होइन ठक्को ठाउँ मैले मामालाई 1000 रुपैयाँ यहाँ ट्याक्क लाएर ल है अहिले त फेरि गाह्रो छ होइन 1000 रुपैयाँ हाल्दाखेरि पनि 111 रुपैयाँ काट्छ हेर्नु होइन 10 रुपैयाँ सुन ल एक सुन भने सही एक सुन ल चेक गर मेसेज त भरेसम्म त आइहाल्छ नि के छ त्यहाँबाट गइहाल्यो अर्को प्रश्न सोधौँ न त ल मामा यार यस्तो मजा आइरहेछ यार फेरि 1000 हानिदिइहाल्ने हो के अहिले
बन्द गर्ने म्यासेज आयो आइसक्यो ल अहिले बन्द गर सर अब के गर्नु त अब 1000 रुपियाँ अब एउटा दामी कडा क्वेसन म खोजेर लिएर आउँछु अनि यो त बच्चाले सोधेको क्वेसन भयो त सजिलो भयो नि अनि के अनि बच्चालाई नि त फेरि हजुरबाले नि सोधेर रहेछन् नि ल हजुर